सो हेलो गाइस, गुड मर्निङ छ सबैजनालाई, जतिजना मेरो युट्युब फ्यामिली र फेसबुक फ्यामिली हुन्छ सबैजनालाई गुड मर्निङ भन्दै आज फेरि पनि त्यही जग्गाबाट है ब्लग स्टार्ट गर्न गइरहेको छु र आशा गर्छु तपाईहरु सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। आज शनिबार 15 तारिक बिहानीको महल है 4 बजेको छ र 4 बजे चाहिँ म हिँडेको है। म चाहिँ आज चाहिँ अलिकति डाउन हालेको छु नि त अदुवा है, त्यो भएर बिहानै गएको। फुलबारी जानुपर्छ रे गाइस है, तपाईलाई पनि देखाउँछु है फुलबारी चाहिँ कस्तो छ भनेर। र मेरो यो बसन्ती आज त बिहानै 4 बजे उठेर हिँडेको, किन नो इन्ट्रीको चक्कर छ नि त है। बिहान 8 बजेदेखिको नो इन्ट्री लाग्छ त्यहाँ, त्यो भएर चाहिँ छिटो जानुपर्छ। अचु जाडो छ आमामा र यता साथीहरू हिँड्दा है उज्यालो पनि भयो। अब कति टाइम लाग्ने हो, टाइम भएको छ तपाईको स्क्रिनमा हेर्न सक्नुहुन्छ है। 5:35 गएको छ। हेरौँ कतिखेर पुगिन्छ। साथीहरू अहिले चाहिँ हामी 20 माइल ओह्रालो है पुगेको अवस्था। त्यही त गाइस, साथीहरू फाइनली है म चाहिँ सिलगढी पुगेको अवस्था। र अहिले चाहिँ हामी अब बजारको बाटो हिँड्न आँटेको है। र यो चाहिँ बजारभित्रबाट हो, जहाँ चाहिँ हामी रासिनहरू लोड गर्नु जान्छ त्यही रोड हो यो साथीहरू है। र यहाँनिर नाइट बसहरू पनि राख्थ्यो, कलकत्ताबाट आएको बसहरू। आज त देखेन मैले। यहाँ भल्भो बस मर्निङ सबैलाई भल्भो बस भेटायो साथीहरू। साथीहरू यो बाटो चाहिँ है एकदम दामी बनाएछ, 4 लाइन बनाएछ। पहिला त्यस्तो थिएन नि बाटो। यो बाटो चाहिँ हामी चाहिँ पहिला आउँदा सिंगल बाटो थियो है पहिला त, तर आउँदा जोड हिँड्थ्यो यो बाटोहरू हामी। अब यहाँ अगाडि एउटा ग्यासको मतलब पेट्रोल पम्पको होइन, सिलिन्डर ग्यासको चाहिँ यहाँ अगाडि एउटा डिपु छ जस्तो लागेको थियो। त्यो अहिले छ कि छैन है। हामी चाहिँ यो बाटो चाहिँ तर हिँड्नु चाहिँ पहिला त जोडिन्थ्यो, सिमेन्ट लोडहरू सबै यताबाट हुन्थ्यो। अहिले चाहिँ नो इन्ट्रीको चक्करले गर्दा चाहिँ नो इन्ट्री लाग्छ नि त यताभित्र है। त्यो भएर चाहिँ नो इन्ट्रीले गर्दा चाहिँ अहिले चाहिँ हामी चाहिँ पहिला चाहिँ यो बाटो थियो जस्तो लाग्यो। यो यताको बाटो चाहिँ बनाएको जस्तो लाग्यो बादमा। यो रोड चाहिँ थियो होला, यही रोड होला जस्तो लाग्यो मलाई। यो पुरानो रोड रहेछ, यो अहिले यताबाट आएको चाहिँ नयाँ बाटो बनेको रहेछ है। उत्तर कन्या जलपाइगुडी। यहाँ भित्रबाट है, यता भित्रबाट पहिला हामी चारो लोड लिएर आउँथ्यो। यताबाट सिमेन्टहरू लोड हुन्थ्यो, यो काँटाहरू। यहाँ जयगाउँ जाने जलपाइगुडी जाने बाटोपट्टि चाहिँ है भल्भो गाडी रहेछ। र यहाँ भल्भो गाडी है भेटेँ मैले चाहिँ।
निक्लेर गएको होला, कहाँ गएको होला है। किस्मत राम्रो। मर्निङ उस्तादजी। ल साथीहरू है, मैले चाहिँ लोकेसन चाहिँ थाहा पाइसकेको छु है। अनलोड गर्ने जग्गा चाहिँ यहाँबाट जाँदो रहेछ यहाँभित्र। र अहिले टाइम भएको छ तपाईँको 7:14 है। र अब यहाँनिर चिया खान्छु। चिया हुन्छ? चिया बनाइदिनु त। र अब हामी चाहिँ यहाँनिर टक कोही बात नहीं अभी बेचारी चिया खाएर अब हामी हिँड्ने। तर रड्डी चाहिँ रड्डी भयो। एउटा के भयो भन्दाखेरि यहाँ बाटोमा है, मेरो गाडीले त होइन, अर्को गाडीले कुकुर चेप्टायो है। तर अब मेरो गाडीले चाहिँ त्यो कुकुर अब मेरो साइडमा थियो र मेरो गाडी आएको देखेर चाहिँ उता तर्ने हुँदा चाहिँ अर्को उताबाट आउने गाडीले त चेप्टायो। मलाई चाहिँ अब कस्तो मनमा खल्लो लागिरहेछ नि त। अब मैले गर्दा चेप्टाएको जस्तो लागिरहेछ। मेरो गाडी त्यहाँ नहुनु भने त्यो कुकुर भाग्थेन मलाई, सायद उताबाट गाडीले हिर्काउँदैन मलाई जस्तो लाग्यो। तर पनि अब के गर्नु है, भइहाल्यो घटना। अब ठिकै छ, अब जे छ होइन। यहाँ चाहिँ यस्तो रहेछ लोकेसन साथीहरू। म चाहिँ अहिले फुलबारी पुगेकै छु साथीहरू। हेलो साथीहरू, फाइनली है अनलोड भइसक्नु रहेछ गाडी चाहिँ। र तपाईँको टाइम भएको छ 9:15 है। किनभने आज पनि हिजो होलीले गर्दा चाहिँ आज मान्छेहरू त्यति साह्रो रहेन रहेछ। 2 जना मात्रै छ है। र 2 जनाले मात्रै अनलोड गर्दैछ। हेर्न सक्नुहुन्छ है। सक्नु आँट्यो। अब 3 जनाले छ। कतिवटा छ अब? 1 2 3 4 5 6 7 8 9वटा रहेछ। अब बेसी चाहिँ छैन। हेलो गाइस है, यो चाहिँ क्यानलको बाटो है। हेर्नु चाहिँ टिस्टा खोला चाहिँ बाँधेर चाहिँ यता है डाइभर्ट गरेको हो। यो चाहिँ परबाट टिस्टा ब्यारेकबाट चाहिँ बाँधेर ल्याएको खोला हो। अब म चाहिँ अनलोड सनलोड भएर पनि है इन्ट्री गरेर पनि यो क्यानलको लाइनको बाटो कुद्दैछु है। हेर्नुहोस् गाइस साथीहरू, तपाईँहरूले हेलो साथीहरू, फाइनली म चाहिँ है इँटाको गोदाम पुगिसकेको। र अहिले चाहिँ यहाँ चाहिँ फिलहाल है गाडी चाहिँ लोड हुँदैन भन्दैछ। लेबरहरू चाहिँ अब के अब होली मनाउने अरे है। अब आज चाहिँ मेरो यतै बसाइ होला जस्तो छ सिलगढी है। हेरौँ अब के हुन्छ। पार्टीले फोन गरिदिन्छ त भन्दैछ। भएन भने चाहिँ सिलगढीको मच्छरसँग झ्यापड खेल्दै बस्ला जस्तो छ साथीहरू। ल